अत्यंत श्रद्धेय अत्यंत पूजनीय महाराज बालसन्त मोहन शरण देवाचार्यज्यूबाट यहाँ प्रवचन हुन्छ। उहाँले ती कुराहरू सबै कुराहरू यहाँलाई जानकारी गराउनु हुनेछ। मैले यो कार्यक्रमको उद्देश्यको बारेमा मात्रै हाम्रो कर्तव्य, हाम्रो धर्म भनेको चाहिँ धृति, क्षमा, धृति भनेको धैर्य गर्नु, आपत्तिमा नआत्तिनु, विपत्ति कालमा आफ्नो धैर्यलाई नडगमगाउनु, त्यो धृति हो, धैर्यता। मान्छेमा धैर्यता छैन। कहीँ बाटो हिँड्दै गयो, स्कुटरले बाटो रोकेन भने गाली गरिहाल्यो। कहीँ हामी गाडीमा जाँदै स्कुटरले बाटो क्रस गर्यो भने कस्तो पर्खिन नसकेको गाली पनि गरिहाल्छ। धैर्यता छैन नि हामीमा। अब एकछिन गुरु महाराज आउनु भएन, किन गुरु महाराज आउनु भएन, हामी अघिदेखि आएका बसेका। यो भनेको भगवानमा मन लगाउनको लागि यो सिडी हुन्, सिडी खुड्किला। यो पूजापाठ गरेर सिडी चढ्दै 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 भगवानमा मन लाग्नु। येन केन प्रकारेण मनः हरौ सन्नेशयेत्। यस्ता प्रकारले जो कोही कर्म गरेर पनि भगवानमा मन लागोस्, मन स्थिर होस्। किन मन चञ्चल छ, मन एकछिन अडिँदैन, यताउति कुदिरहन्छ। यो मनलाई स्थिर गर्नको लागि के गरेको? पूजापाठ गरेको। त्यो मन्दिरमा देवता पनि त्यही भएर राखिएको। किन भन्दाखेरि मन देवतालाई हेरेपछि मन एकाग्र हुन्छ, मन दायाँ बायाँ जाँदैन। त्यही भएर पनि मन्दिरमा भगवानको स्थापना गरिएको हो, प्राण प्रतिष्ठा गरिएको हो। जब इत्यादि कुराहरू पालन गरिन्छ अनि धर्म हुन्छ, अनि मन एकत्रित हुन्छ, अनि धर्म हुन्छ, तब मात्रै परमार्थका कार्यहरू हुन्छन्। हो, हजुरको मन कसरी स्थिर हुन्छ? यी सारा नेपालका तीर्थहरूका महिमा के छ भन्ने सारा कुराहरूको वर्णन गर्नका लागि नि पूज्यपाद जगद्गुरु महाराज श्री आउनुभएको हो। ठुला गुरु महाराज आउनुभएको छ। नेपालमा एकमात्रै जगद्गुरु। भारत सरकारमा पनि त्यस्तो बृहत सभाले जगद्गुरु महाराज श्रीको उपाधि दिएको हो। अब जगद्गुरु महाराज श्री सवारी भइबक्सदैछ। हामी अब जगद्गुरु महाराजको सवारीको लागि एउटा भजन गाउँछौँ। एउटा भजन गाउँ। जगद्गुरु महाराजको सवारी भएको छ। सबैजना उठौँ। बाहिर बोल्नु होला।
बाल सन्त मोहन शरण देवाचार्य महाराजलाई मैले व्यासासनमा आसन गर्नको लागि सादर अनुरोध गर्दछु। Govinda
पाठक सर यहाँ उपस्थित हुनुहुन्छ भागवतको कथा श्रवण गर्न आफ्नो सधर्मका साथ त्यसले हाम्रो पुष्कर बुवावृद्ध भएर पनि उहाँ हुनुहुन्छ, हाम्रो गिरिराज श्याम बाबा, हाम्रो एसपी साहब त्यहाँ हुनुहुन्छ, अन्य पनि विशिष्ट महानुभावहरू सब कथा श्रवणमा आउनुभएको छ। म सबैलाई सम्मान गर्छु। हाम्रो यस यज्ञका संयोजक हुनुहुन्छ श्याम खड्काजी, त्यसले हाम्रो दिपरहेको छ, हाम्रो कमला माता लगायत सब मातृशक्तिहरू, उहाँहरू सबैलाई म सम्मान गर्छु। हाम्रो व्यासपीठमा बसेर श्रीमद् भागवतको सुमधुर कथा पाठ पारण गरेर तपाईँहरूलाई परम पावन पुर्याउने हाम्रो लेखनाथ पौडेल गुरुलाई ताली बजाएर स्वागत गर्छु। त्यस्तै जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्य अत्यन्तै शालीन सौम्य निष्ठावान विद्वान श्री तुलसीराम उपाध्यायजीलाई पनि ताली बजाएर र सबैलाई मैले सम्मान भाव गर्दै गएँ। अब समयलाई सदुपयोग गरेर प्रवचनमा नै विषयवस्तुमा नै प्रवेश गरेको। मलाई त्यो पर्चामा के लेखेको छ भने राष्ट्रभक्तिले ओतप्रोत भनेको छ। राष्ट्रभक्तिले ओतप्रोत कथा सुनाउनु बसेको छ। कसरी सुनाउने? यहाँ भारतको कथा छ, त्यो पनि अलिअलि भन्नु पर्यो, तर त्यसमा जो नेपाल सम्बन्धित विषय प्रसङ्ग आउँछ म त्यसलाई चाहिँ नेपालसँग जोडेर व्याख्या गर्छु। जस्तै हामी असाध्यै भाग्यशाली छौँ। यो सबैले बोल्ने भाषा हो। हामी कस्ता छौँ अरे? कस्ता छौँ अरे? असाध्यै भाग्यशाली। किन? यहाँ नेताहरूले चोर्न पाइन्छ अनि भाग्यशाली, यहाँ जनता ठगिन पाइन्छ यस कारणले भाग्यशाली हो, यहाँ कल कारखाना बन्द हुन्छन् अनि भाग्यशाली, यहाँका छोराछोरी सब विदेश जान्छन् त्यस कारणले भाग्यशाली, यहाँका प्रत्येक घर वृद्ध आश्रम भए यस कारणले भाग्यशाली हो। के भाग्यशाली? हामी भाग्यशाली किन भयौँ त्यो कुरो चाहिँ शास्त्रले भन्छ। महाभारतमा एउटा गजबको स्मृति छ, बडा मिठो छ। भृगु ऋषिले प्रश्न गर्नुहुन्छ, अत्रि ऋषिले प्रश्न गर्नुहुन्छ भृगुसँग, अस्माल्लोकात् परलोक श्रूयते नोपलभ्यते। महाभारत श्लोक हो यो। अस्माल्लोकात् परलोक श्रूयते नोपलभ्यते। यो लोकभन्दा परतिर अर्को पनि लोक छ। महाभारतको भनाइ यो पृथ्वी लोकभन्दा पनि अर्को लोक छ। श्रूयते सुनिन्छ। के गरिन्छ अरे? सुनिन्छ। पुराणमा, रामायण, महाभारत, 18 पुराणमा, उपनिषदका वेद मन्त्रहरूमा पनि ते ब्रह्मलोकेषु परान्तकाले उपनिषदमा यस्ता मन्त्र छन्। तद्विष्णु परमं पदं स यदस्मात् शरीराद् उत्क्रामते स हैवैते सर्वैरुत्क्रामते। न तत्र सूर्य भाति न चन्द्र तारकं नेन विद्युत् भाति कुतोऽयमग्नि तमेव भाति मनु भाति सर्वं तस्य भाषा सर्वमिदं विभाति। कठोपनिषद, श्वेताश्वतरोपनिषद, एक उपनिषदहरूमा माथि गोलोक, दिव्य वैकुण्ठ आदि दिव्य धाम छन् भनेर भन्छ। यद्गत्वा निवर्तन्ते तद्धाम परमं मम। यहाँ गएपछि आउनु पर्दैन पनि भन्छ। त्यो लोक कस्तो छ? न तत् भासेते सूर्यो न शशाङ्को न पावक यद्गत्वा निवर्तन्ते तद्धाम परमं मम। त्यहाँ यो सांसारिक प्राकृतिक जगतका सूर्य, चन्द्र, अग्नि आदिको आवश्यक पर्दैन, त्यो स्वयं प्रकाशित छ। यस्तो तर यो श्रूयते सुनिन्छ, नोपलभ्यते। अहिलेसम्म यहाँ बसेका कसैले पनि
म गोलोक गराएको कति राम्रो छ गोलोकमा भन्ने मान्छे त भेटेको छैन। श्रूयते नोपलभ्यते। प्रश्न गर। तमहं श्रोतुमिच्छामि तद्भवान् वक्तुमर्हसि। अब शिष्यलाई गुरु उत्तर दिने भन्नुहुन्छ। त्यो परलोक भनेको कहाँ हो तिमीले बुझेका छौ बाबु? कहाँ होला गुरुजी? फेरि गुरुजी उत्तर दिनुहुन्छ। हे बाबु, वैशम्पायन ऋषि भन्नुहुन्छ जन्मेजयलाई, हे बाबु उत्तरे हिमवत् पार्श्वे, ध्यान दिएर सुन्नु होला, उत्तरे हिमवत् पार्श्वे पुण्ये सर्वगुणान्विते पुण्य क्षम्यश्च काम्यश्च स परलोक उच्यते। राधे स परलोक उच्यते। क्या कुछ महाभारत के प्रमाण यो अर्को लोक कहीँ छैन। संसारमा यही लोक खोजिएछ। त्यहाँ परलोक नि कहाँ हो त? उत्तरे हिमवत् पार्श्वे, हिमालयको काखमा रहेको विशाल नेपाल देश जो छ त्यो के हो? त्यो परलोक हो। राधे राधे। यावत् पुण्यतमो देश स परलोक उच्यते। जम्मू कश्मीरदेखि लिएर नेपालका सब हिमालयदेखि लिएर सिक्किमको दिव्य हिमालयदेखि लिएर भुटानदेखि लिएर अरुणाचल प्रदेशसम्मको विशाल हिमालय काखलाई धर्मग्रन्थले स परलोक उच्यते, परलोक भनेको छ। त्यो परलोक मध्ये पनि शक्ति संगम तन्त्रले क्या मिठो गरी भन्छ भने जटेश्वर समारभ्य योगे शान्त महेश्वरी। रामेछापको जटेश्वरदेखि लिएर जटा सरोवरदेखि लिएर मिथिलाको योगेश्वर महादेवसम्मको विशाल भूखण्ड जटेश्वर समारभ्य योगे शान्त महेश्वरी नेपाल। आयु नाम आया ना। नेपाल देश देशी साधका नाम सुसिद्ध। यो विशाल नेपाल नाम रहेको जो भूखण्ड छ यो साधकहरूलाई परमानन्द मोक्ष प्रदान गर्ने भूमि हो। साधका नाम सुसिद्ध, राम्रो सिद्धि प्रदान गर्ने यदि कुनै भूमि छ भने त्यो नेपाल हो। शिव पुराणमा पनि आयो। नयपालाख्यपुर्यान्तु प्रसिद्धायां महीतले। नयपालाख्यपुर्यान्तु प्रसिद्धायां महीतले लिंगम पशुपति साख्यम सर्वकाम फलप्रदाले। नेपाल वास्तवमा नेपालपुरी हो। यहाँ गुरुहरूलाई बिहान बिहान सबै बाहरले के भन्नुहुन्छ भने अयोध्या मथुरा माया काशी काञ्चवन्तिका पुरी द्वारावती चैव सत्यैते मोक्षदायिका हर हर गङ्गे हर हर काशी। सबै मेरो पाप पखालिदिनु होला भन्छ बिहान। तर तपाईँले भनेका मन्त्रको खिलाफमा शिव पुराण उत्रियो, विरुद्धमा उत्रो तपाईँहरूको खिलाफमा, तपाईँहरूको विरुद्धमा शिव पुराण लेख्न। खबरदार ए नेपाली हो, कान खोलेर सुन, ध्यान दिएर सुन। तिमीले भनेका सप्तपुरीमा मेरो देश नेपालको नाम छैन, कारण यी सबै पुरीहरूको राजा नेपाल हो, यसलाई पुरी भनिन्छ। राधे राधे। नयपालाख्य पुर्याम के भयो? के भन्यो? नेपाललाई पुरी भन्यो।
नेपालाक्ष पुर्याम तु प्रसिद्धायाम महेतले। यो सारा विशाल ब्रह्माण्डमा एक छत्र सार्वभौम पुरी काहीँ छ भने त केवल नेपाल हो। राधे राधे। खै ताली बजाएको जोगीका कुरा मान्छेले कहाँ पत्तै हाल्छ है। नेपालाक्ष पुर्याम तु प्रसिद्धायाम महेतले। यो संसारमा एक छत्र सार्वभौम कोही पुरी 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 छ भने त केवल नेपाल हो। अरू त यसै हुन तर नेपाल प्रामाणिक पुरी हो भनेर शिव महापुराण। मान्ने कि नमान्ने? को मान्ने हात उठाउनु त हेरौँ न। सबले मान्ने, अलिअलि बाह्र नमानेकोले हात उठाउनु भयो। यही कुरालाई समर्थन गर्छ स्कन्द महापुराण। सत्य सत्यवते प्रोक्त त्रेतायाम च मधुर्वन द्वापरे मुक्ति सोपान कलौ नेपालिका। नेपालका जम्मा 4टा नाम सृष्टिदेखि अहिलेसम्म 4वटा नाम भए नेपाल। कतिवटा अरे 4वटा हो। सत्ययुगमा नेपालको नाम सत्यवती नगरी, त्रेतामा मधुरवन, द्वापरमा मुक्ति सोपान, कलियुगमा नेपाल। कतिवटा भयो अरे? पहिलो नाम के हो नेपालको? सत्यवतीपुरी। त्रेतायुगमा मधुवन, द्वापर युगमा मुक्ति सोपान मुक्तिनाथ, कलौ के नेपालिका। राधे राधे। नेपालका 4 नाम याद गर्नु होला। त्यसकाले कलौ नेपालिका पुरीम। यसले स्कन्द पुराणले पनि नेपाललाई पुरी नै भन्यो। अब तपाईहरु चाहिँ बौलाएर काम कुरो एकातिर कुल्लुमा कि दिल्लीतिर पुग्छौँ सबै। कता अरे काम कुरो एकातिर कुल्लुमा छिमीतिर जानु पर्थ्यो। हामीले यसो काम यहाँको भयो छिमी मान्छ ल। काम कुरो एकातिर कुल्लुमा कि दिल्लीतिर सब जाने। यहाँ नेपाल पुरी हो आफैमा। यहाँ को हुनुहुन्छ यो पुरीका अधिष्ठाता? यहाँका मालिक को हुनुहुन्छ? लिङ्गम पशुपति साक्षम। पशुपति भगवान लिङ्गम पशुपति साक्षम सर्वकाम फल प्रद। ये पशुपति यहाँ बसेर के काम गर्नुहुन्छ? के ड्युटी गर्नुहुन्छ? सर्वकाम फल प्रद। सारा मान्छेलाई जे चितायो त्यही वरदान दिएको दे आशीर्वाद दिएको दे। बस शिवजीको अरू काम छैन। तपाईँहरू जानुहुन्छ बिहान बेलुकै, उहाँको काम के हो? आशीर्वाद। मुख्यतः शिवको कारुण्यमा सारा जीवमाथि कृपा गर्नका लागि परानुग्रह एवच सारा प्राणीलाई अनुग्रह गर्नका लागि भगवान पशुपतिनाथ नेपालमा। फेरि अगाडि त्यही श्लोकमा अगाडि गर्नु तदाराम मुक्तिनाथाक्षम। राधे राधे। त्यहाँबाट हाम्रा मुक्तिनाथ हुनुहुन्छ उहाँ माथि। राधे। तदाराम मुक्तिनाथाक्षम। साक्षात भगवान नारायण सारा जीवको परम कल्याणको लागि त्यही बस्नु भएको छ। शिव पुराण वर्तते गण्डकी तीरे वर्तते गण्डकी तीरे बटुकेश्वर एवच। ए गण्डकीको तीरमा बटुकेश्वर महादेव विराजमान हुनुहुन्छ। शिव पुराण। अब अगाडि शिव पुराणको श्लोक नेपालका विषय के भन्छ भने नागेश्वरस्तु कौशिक्या तीरे तिष्ठति नित्यशः। यो नेपालका विद्वानमा यहाँ के पसेको छ? यो के पसेको छ? भ्रम कहिल्यै नतिर्ने भयो।
अझै एकजना पण्डितले भनिहालेको कहाँ त्यो दलजुले भनेको लेखेकोमा कहाँ त्यहाँ शिवपुराणमा त्यो नाम छैन, त्यो प्रमाण छैन, कहीँ बनाए गुरुजीले भन्छ। ल मैले उद्धरण गरेका प्रमाण दिएका एउटा शिव पनि फजुरमा छैन। प्रामाणिक रूपमा शिव महापुराणको कोटि रुद्र संहिताको 20औं अध्यायमा भगवान भीमेश्वर ज्योतिर्लिङ्ग दक्षिण भारतमा होइन, महाकोश्या तटे सुबे कोशी नदीको तटमा छ भनेर प्रष्ट बराबर चाहिँ शिवपुराणमा लेखेको छ। अलिकति हेर्ने बानी गरेको कायदा हुन्छ, कोही हेर्दैन। त्यही भएर महाकोश्या तटे सुबे कोशी नदीको तटमा भीमेश्वर ज्योतिर्लिङ्ग हुनुहुन्छ भनेर पुराणले भन्छ। त्यो भीमेश्वर कहाँ हुनुहुन्छ थाहा छ? बोल्नु न, मैले सम्झिँदैन। दोलखा, 1 लखा होइन, 2 लखा। कहाँ अरे? दोलखा। दोलखा जिल्लाको चरीकोटमा भगवान शिव भीमेश्वर ज्योतिर्लिङ्गका रूपमा विराजमान हुनुहुन्छ। त्यहाँ सारा ऋषिहरूले आएर शिवजीको आराधना गरे, पार्थिव ज्योतिर्लिङ्ग स्थापना गरेर शिवजी प्रकट हुनुभयो, म भीमेश्वर हुँ, अब भीमको वध गर्छु भन्ने। नारेश्वर इति ख्यात कौशिक्या पसमीपग। नारेश्वर नाम गरेका शिव कोशीका तटमा विराजमान। तद्रूपेण स्थितस्तत्र भक्तवत्सल नामवा नयपाल शिरोभागो गतस्तद्रूपतस्थितः। केदारनाथको शिरोभाग नेपालमा आएर बसो, जस्तो केदारनाथ हुनुहुन्छ त्यस्तै यहाँ पशुपतिनाथ हुनुहुन्छ भनेर शिवपुराणले पशुपतिनाथको वर्णन गरेको छ। ज्योतिर्लिङ्गम विराजते, यहाँ ज्योतिर्लिङ्ग पशुपतिनाथ हुनुहुन्छ। सारा पुराणहरूले नेपालको महिमा गाएको छ। यस कारणले हामी भाग्यमानी हो कि होइन भन्नु त? यस कारणले भाग्यमानी हो कि होइन? नेपाल आमाको स्तुति गरौँ अनि म हजुरलाई भागवतको कथा सुनाउँछु है। देवताको प्यारो भूमि वैकुण्ठ समान, देवताको प्यारो भूमि वैकुण्ठ समान। भाग्य हाम्रो कति भाग्य हाम्रो कति महते पगलो जन्म देवताको प्यारो
पुरपती महर्षी पहलो जन्मना देवता को प्यार भूमि वैकुंठ समान देवता को प्यार भूमि वैकुंठ समान देवता को प्यार भूमि वैकुंठ समान तीर्थमय नेपाल आमाको जय हो नेपाल जननीको जय हो मैं तपाईलाई काले तिम्रा बगर बगरै आउला मुक्तिनाथ काले तिम्रा बगर बगरै जाउँला मुक्तिनाथ गण्डकीको किनारै किनार हामी मुक्तिनाथ पुग्न हाम्रो विवादै छैन नवलपरासीको त्रिवेणीबाट मुक्ति हिमालयबाट उदाए हिमालयबाट प्रकट भएर त्रिवेणीसम्म गण्डकी जलमा प्रभु नै टम्म गण्डकी जलमा प्रभु नै टम्म सर्वत्र भगवान गण्डकी नन्दन प्रभु विराजमान शालग्राम अर्चा विग्रह धर्म कर्म आमा बुवा मैले भनेको मान्नुहुन्न होला मान्नुहुन्छ भने घरमा शालग्राम पूजा गरेपछि अरू केही पूजा गर्नु पर्दैन मान्नुहोस् भनेको मान्नुहोस् शालग्राम पूजा गरेपछि धेरै पैसा भेला गर्नु पर्दैन किन भविष्य पुराणले बडो सुन्दर आदेश दिएको छ शालग्राम स्वयं ब्रह्म शालग्राम स्वयं ब्रह्म सच्चिदानंद विग्रह भन्दा के भन्नु पर्यो अब अरू पनि भन्नु पर्यो शालग्राम स्वयं ब्रह्म शालग्राम स्वयं भगवान हो ब्रह्म हो परमात्मा हो ब्रह्म केलाई भनिन्छ थाहा छ बृहति ब्रह्मयति च तत्परब्रह्म जो आफू ठुलो छ र अर्कालाई पनि ठुलो गराउँछ उसको नाम के हो ब्रह्म असली ब्रह्म केवल शालग्राम अरू होइन असली ब्रह्म त्यो ब्रह्म शब्दको परिभाषा अहिले कहीँ गर्छ भने त्यो केवल शालग्राममा गर्छ किन ऊ आफू ब्रह्म हो र त्यो ब्रह्मलाई जुन मन्दिरमा लगेर राखो ती सबै देवतालाई ब्रह्म हो अपूर्णम मन्दिरम यत्र अपूर्णम मन्दिरम विष्णु यत्र सारा मन्दिरहरू अपूर्ण हुन्छन् जहाँ शालग्राम शिला छ प्रतिष्ठा नैव सिद्ध्यन्ति शालग्राम शिलाम बिना ध्यान दिएर सुन्नु है पढे लेखेकाले बुझ्नु पनि होला है फेरि त्यहाँ पनि कथा भन्छ यहाँ पनि कथा भन्छन् सुनेर आएको भन्नु होला फेरि होइन केही कुरो टिपे पनि हुन्छ यसो डट टेनेर टिप्दा त्यसो काम हुन्छ लल्ल लाटाले पापा हेरेर त हेरो अरू घर रेप्ताको रेप्ती ब्रह्म शब्दको अर्थ के हो भने बृहति ब्रह्मयति च तत्पर ब्रह्म जो आफू ठुलो छ ब्रह्म केलाई भन्छ ठुलो व्यापकलाई ब्रह्म भनिन्छ सत्यम ज्ञानम अनन्तम ब्रह्म ला परिभाषा छ अनन्त छ जो त्यसको नाम ब्रह्म जसको अंत छैन उसको नाम ब्रह्म जो विश्व व्यापक छ उसको नाम ब्रह्म र अर्कालाई पनि ठुलो गराउँछ उसको नाम ब्रह्म प्रतिष्ठा नैव सिद्ध्यन्ति शालग्राम शिलाम बिना शालग्राम नभइकन कुनै मन्दिरको प्रतिष्ठा हुँदैन अर्थात् देवत्व आउँदैन या त्यो ब्रह्म मूर्ति बन्दैन राधे राधे त्यो मूर्ति भगवान बन्दैन शालग्रामले छैन जब शालग्रामले छुनुहुन्छ अब त्यो मूर्ति के हुन्छ त्यो पनि ब्रह्म बन्छ यी संसारका ब्रह्मलाई ब्रह्म बनाउने काम कसले गर्दो रहेछ कसले शालग्राम भगवानले राधे राधे
इष्टानैव सिद्ध्यन्ते शालग्रामशिलां विना अपूर्णं मन्दिरं यत्र विष्णु शालग्रामशिलां विना। शालग्रामशिला यत्र तत्र सन्निहितो हरि। जहाँ शालग्राम भगवान त्यो हरि आएर याक्कै बस्नुहुन्छ, कहीँ जानुहुन्न। हरिलाई घरमा राख्नु मन छ भने के गर्नुपर्ने रहेछ? शालग्रामको पूजा गर्नुपर्ने रहेछ। के गर्नुपर्ने? भगवान हरिलाई घरभित्र राख्न के गर्नुपर्दो रहेछ? शालग्रामको पूजा गर्नुपर्दो रहेछ। शालग्राम कहाँ पाइन्छ? नेपालमा कहाँ? गण्डकी नदीमा। गण्डकी नदी कुन देशमा पर्छ? नेपालमा। राधे राधे। अब आइमाईले त शालग्राम पूजा गर्नु हुँदैन भनेर भेट्ने प्रश्न गरिहाल्छ। आइमाई मान्छेले शालग्राम पूजा गर्नु हुँदैन भनेर केही विद्वानको मत छ। पुराणको पनि मत छ। फेरि केवल विद्वानको होइन, बराह पुराण, रामायण, पद्म पुराण यस्ता पुराणहरूले स्त्री जातिले शालग्रामको सेवा नगर्नु भन्ने पनि प्रमाण हुँदैन। सही हो। स्कन्द पुराणको नागर खण्डले भन्छ स्त्री जातिले शालग्राम सेवा गर्नुहुन्छ। स्त्रियो वा यदि वा शूद्रो ब्राह्मण क्षत्रियादय पूजयन्ति शिलाचक्रं स्त्रियो वा स्त्रीले पनि, शूद्रले पनि, ब्राह्मणले पनि, क्षत्रियले पनि, वैश्यले पनि शालग्रामको पूजा गर्छ भने त्यो मुक्ति प्राप्त हुन्छ। शूद्रले एउटा पूजा गर्नु, बालगोपाल भेषं स्त्री शूद्रैरपि जय। बालगोपालको विग्रह छ भने र साना शालग्राम छ भने त्यो स्त्रीले पनि पूजा गर्छ, शूद्रले पनि पूजा गर्छ। र स्त्री र शूद्रले केवल एउटा शालग्राम पूजा गर्छ, पुरुषले धेरै गरे भयो। किन आमा आएको झन्झट सक्नुहुन्न, म पनि एउटा मात्रै गर्छु, म पनि धेरै झन्झट बिहोर्न सक्दिनँ। एक एव परब्रह्म वासुदेव जनार्दन। लिङ्ग पुराण। एक एव परब्रह्म, ब्रह्म परमात्मा एउटा छन् कि धेरै पूजा गर्नु पर्यो? कि धेरै छन् भगवान? जम्मै एउटा भयो। एकमेवा द्वितीयं ब्रह्म, एउटै छ ब्रह्म। एको हि रुद्रो न द्वितीयाय तस्रो, एउटै मात्रै भगवान छ, दोस्रो भगवान छैन। त्यो पूजा गर्नु धेरै। फेरि अगाडि दिव्य देव एको नारायण माता पिता भ्राता निवास शरण सूर्य गति सुधारो परिसर, एउटै त भगवान। हे राम भगवान, कृष्ण भगवान, शिव भगवान, विष्णु भगवान कति छन् त भन्नु लागि? एउटै छन्। एउटा जम्मै टोटल एउटा भगवान। कतिवटा अरे भगवान? अनि किन कृष्णहरूलाई कृष्ण भगवान भन्छन्? फेरि कृष्णाष्टमीमा शिव भगवान शिवरात्रिमा, राम भगवान भन्छन् रामनवमीमा, विष्णु भगवान भन्छन् एकादशीमा, आमनामा यत्र धेरै भगवान छन्। होइन भगवान एउटै हुन काम अनुसारको नाम राखेको, नाम धेरै भएका हुन्, भगवान चाहिँ एउटै छ। राधे राधे। तपाईँ एउटा मान्छे, हाम्रो जज साहेब हुनुहुन्छ त्यहाँ, जज साहेब भइबक्सिन्छ त्यहाँ अगाडि। अब उहाँलाई जज साहेब भन्छ, उहाँका आर्मीका मान्छेले जज साहेब सुधार सावधान भन्छ। ल अटक्क हाम्रो एसपी साहेब हुनुहुन्छ, देखेर थरथर भएर तयार हुन्छ। उहाँ डिएसपी साहेब आउनुभएको जान्छ, उहाँलाई देखेर फैलिँदो रहेछ, उहाँलाई देखेर भन्छ उहाँका साहेबको नाम हुन्छ। ल
घरमा आउँदा के भन्नुहुन्छ आमाले के केटाकेटी गर्दा कस्तो केही जान्नु छैन भन्नुहुन्छ आमाले फेरि बाबा उहाँ न्यायाधीशलाई श्रीमतीले मर्दै हप्नुहुन्छ बिचरामा न्यायाधीशलाई ग्रन्थन बिचराको त्यो सामान हुन्छ केही बुद्धि पनि ढङ्ग त केही छैन 100 रुपियाँको आलु तेल ल्यायो भने पुरा ल्याउनै जानुहुन्छ हप्कार गर्छ न्यायाधीशलाई अब त्यही श्रीमान न्यायाधीश त्यही फलानाको बुढो त्यही फलानाको छोरो त्यही फलानाको काका त्यही फलानाको मामा त्यही फलानाको भिनाजु त्यही फलानाको सम्झी एउटा व्यक्ति हो कि होइन होइन तपाईँको हो भन्नेमा पनि कम छैन एउटै व्यक्ति हो तर उसका भिन्न भिन्न नाम भए भिन्न भिन्न काम अनुसार भिन्न भिन्न नाम भए त्यो एउटै अद्वितीय ब्रह्म परमात्मा श्रीकृष्णका पनि अनन्त नाम भए ब्रह्मेति परमात्मेति भगवतीति शब्दते योगिमा परमात्मा ज्ञानिमा ब्रह्म चेतना योगिमा परमात्मा ज्ञानिमा ब्रह्म चेतना भक्तना भगवान बन्नु हुन्छ श्रीनन्दनन्दन ब्रह्माको रूपले जसले गरो ब्रह्माण्ड सिर्जना उनै श्री ब्रजका प्यारा कृष्णको विष्णुको रूपले जसले कसले कृष्णले विष्णुको रूपले जसले गरो ब्रह्माण्ड पालना उनै श्री ब्रजका प्यारा कृष्णको अगाडि रुद्रको रूपले जसले गरो ब्रह्माण्ड भक्षणा रुद्रको रूपले जसले गरो ब्रह्माण्ड भक्षणा उनै श्री ब्रजका प्यारा कृष्णको योगिमा परमात्मा ज्ञानिमा ब्रह्म चेतना भक्तमा भगवान बन्नु हुन्छ श्रीनन्दन अर्को छँदै छ अर्को भएको हुने एउटा भन्दा दोस्रो भगवान भएको हुने यो विष्णु सद्वै रुद्र यो रुद्रश्च पितामह एकमूर्तिस्तयो देवा रुद्र विष्णु पितामह सबै ब्रह्मा सबै रुद्र सबै विष्णु प्रजापति स्कंद पुराण संयुक्त कार्य कारका देवी भागवत में एक मूर्तिस्तयो देवा ब्रह्मा विष्णु महेश्वर तमो रजोत्तम सत्त्वभिश्च संयुक्ता कारका तेषां मध्ये हरि श्रेष्ठो पुरा पुरुषोत्तम देवा ब्रह्मा विष्णु महेश्वर एउटै भेद छैन तेषां मध्ये यिनीहरूका मध्येमा भगवान श्री कृष्ण श्रेष्ठ हुनुहुन्छ उनको भक्ति गर देवा यसकारणले भगवान एउटै ब्रह्म परमात्मा अनेक रूपमा प्रतिलक्षित हुनुहुन्छ तर अब ती भगवानका नाममा रसिलो कुन छ विशेष रस कुनमा व्यक्त भएको छ त्यो रस फुटेर केमा भएर निक्लेको छ न त रसिलो फल खाँदाखेरि हामीलाई के आस्था आउँछ कि भएर बोटैमा गएर चाटी चाटी खान्छन् आगे सन्तोलाको फल केराको फल मेवाको फल कुनिकेको फल आगे सबै फलै फल कुनैमा भेद छैन तर एउटा फल यस्तो गजबको हुन्छ त्यो फल खाँदै छोड्नै मन लाग्दैन कहिल्यै वाक्य आउँदैन कहिल्यै दिक्क लाग्दैन त्यो फल हो भगवान श्रीकृष्ण राधे राधे श्रीकृष्ण हो त्यो फल त्यो खाएपछि कहिले छोड्न मन लाग्दैन किन त्यस्तो भएको होला भन्दा भगवान कृष्णले जनसाधारणका बीचमा प्रकट भएर जो लीला गर्नुभयो त्यो विष्णुले सक्नु भएन त्यो रामले सक्नु भएन त्यो शिवले सक्नु भएन त्यो ब्रह्माले सक्नु भएन अति कपट मानुष भाइ कस्तो लीला गर्नुभयो अति कपट अत्यन्तै कपटी धारण गर्नुभयो माने अति
मान्छे बन्नु, आफ्नो वास्तविकता स्वरूपमै लुकाएर बजारमा एउटा सानो केटो भएर घरमा गएर दही चोरेर खानु। ठिकै दही चोरेको भएर ठिकै त्यसलाई खायो भन्नु भगवान्ले। त्यति मात्रै हो र त्यो दही चोर्नेवाला केटालाई त्यो ब्रजका गमार्नी गोपीहरूले हातमा पक्रे काँडामा पक्रे सिर्काउँ लाएर रुखा बाँधेर लौ त्यति पनि हुन्छ। त्यति मात्रै हो र उठ बसेर ए तैँले दही चोरेर खाएको उठ, हस् बस हस् ल। भगवान्ले यसो गर्छ, सारा अनन्त कोटि ब्रह्माण्डका अनन्त कोटि जीवका अनन्त कोटि प्राणीका ती कान पक्रेर थै थै नचाउनेवाला ब्रह्म एउटा ब्रजका साधारण गोपीले नचाइछन् ब्रह्मलाई, परमात्मालाई, श्रीकृष्णलाई। यो रसको अभिव्यक्ति न ब्रह्माजीमा भयो, न शङ्करजीमा भयो, न विष्णुजीमा भयो, न त रामजीमै हुन सक्यो। यो रसको अभिव्यक्त केवल श्रीकृष्णमा भयो। केवल कृष्णमा असाध्यै प्रेम जितले गर्नुपर्छ। श्रीकृष्ण हामीलाई प्रेम दिन सक्नुभएको। राधे राधे। हो कि होइन भन्नु त? हो कि होइन? भगवान् श्रीकृष्णलाई ब्रजका आमाहरूले काखमा राखेर गाला मुही खाएको हो कि होइन? शिवजीलाई गएर मुही खानु त के हुन्छ? ए आमा शिवजीलाई गएर गाला मुही खानु त पार्वती रिसाएर पानी बार हुन्छ। ल खानु त मुही खानु त राम के होला? शिवजीका छेउमा गएर बसेर तपाईँले गएर गाला एक चाटिदिनु त शिवजीलाई। कैलाशमा गइसक्नुहुन्छ? राम राम हत्य वैकुण्ठमा जानु भगवान्को लक्ष्मीका साथमा हुनुहुन्छ। जय विजय बढिया बढिया पार्षदहरू वरिपरि बसेका छन्। पुरा वैभव ऐश्वर्यले टन्न हुनुहुन्छ। त्यहाँ गएर विष्णुका छेउमा गएर के छ भन्नु त? जय विजयले हो है खबरदार भित्र प्रवेश गर्न निषेध छ, पसौला। ल बिचरा सनकादि गएका पस्नै दिएन। सनकादि उनीहरू 7औं द्वारमा पुगेपछि पनि पस्न दिएन। सनकादिलाई झ्वाक चलो, सनकादिले श्राप दिए जाओ 3 जन्म राख्छु छौ भन्नुभयो। तिनै हिरण्यक्ष हिरण्यकशिपु भए, राम कुम्भकर्ण भए, शिशुपाल दन्तवक्त्र भए। पछि भगवान्ले उद्धार। तब वैकुण्ठमा पनि होशियारपूर्वक जानुपर्छ, कैलाशमा पनि होशियारपूर्वक जानु। अरे यहाँसम्म रामका दरबारमा साकेतमा पनि भगवान्का राम लक्ष्मण भरत शत्रुघ्न हनुमान विभीषण सब गणहरू बसेका छन्। एकदम चम्बर हल्लाएर त्यहाँ पनि हनुमानले गेट तत्को संस्मरण हो कि होइन? हो कि होइन? भगवान् रामका एकदम धनुष बाण लिएका डर लाग्दा पास किन आयो त्यो कारण उद्देश्य के हो भन, परिचय नाम दर्ता गर भन्नुहुन्छ। वृन्दावनमा के दर्ता गर्नु? चोर पनि गएको छ, डाकु पनि गएको छ, साधु पनि गएको छ, चण्डाल पनि गएको छ, भिखारी पनि गएको छ, ज्ञानी पनि गएको छ, मूर्ख पनि गएको छ। राधे श्याम भनेको छ वृन्दावनको ब्रजमा लडी गरेको छ। त्यहाँ कसैलाई निषेध छैन। त्यस कारणले भगवान् श्रीकृष्णले अति कपट मानुष अत्यन्तै कपट रूप धारण गर्नुभयो र साधारण जन समुदायका बिचमा नाची नाचिकन दही चोरी चोरीकन दुःख दिदिकन अर्कालाई दुःख दिदिकन कष्ट दिदिकन सबैलाई आफूतिर आकर्षण गर्नुभयो। रिसले झ्वाक्केर त कालेलाई त चोरलाई भने गाली गरे, तर गाली कसलाई गरे? भगवान् परात्पर ब्रह्म परमात्मालाई गरे। त्यस कारणले सबै भगवान् बराबर हो। कसैको भेद गर्नुहुन्न, फेरि भेद गर्नु होला नि जान्छ नरकमा। कसैको भेद गर्नुहुन्न, तर प्रेम चाहिँ श्रीकृष्णलाई गर्नुपर्छ जति मात्रै। कुरा बुझ्नुभयो नि बा? सबलाई पूजा गर्ने, सबलाई नमस्कार गर्ने, सबलाई। तर प्रेम चाहिँ कसलाई गर्ने? गोपालजी कसलाई गर्ने? हो गोपालजी कसलाई गर्ने? भगवान् श्रीकृष्णलाई। कसलाई गर्ने अरे? श्रीकृष्णलाई। प्रेम श्रीकृष्णलाई गर्ने, पूजा सबैलाई गर्ने।
सबै देवी देवतालाई गर्छु नमस्कार गर्छु मनुष्यको प्रश्न संसारका मनुष्य सुख प्राप्ति गर्न कर्म गर्छन्। ध्यान दिनु होला, संसारका मानिस सुख प्राप्ति गर्न कर्म गर्छन्, तर आजसम्म सुख कसैलाई पनि भएको छैन। यी सबैलाई उठाएर सोध्नु, सुख त छैन, सुख छैन, कसैलाई छैन हौ सुख छैन। के भएको होला त संसारका मान्छेले यावत कर्म गरेको सुख पाउनु, घर बनाएको सुख पाउन, श्रीमती ल्याएको सुख पाउन, छोराछोरी पाएको सुख पाउन, पढाएको सुख पाउन, बढाएको सुख पाउन, जागिर खाएको सुख पाउन हो कि होइन? घर बनाएको सुख पाउनु हो कि होइन? तर तपाईँले घरबाट कति सुख पाउनुभयो, छोराबाट कति सुख पाउनुभयो, बुहारीबाट कति सुख पाउनुभयो, बिहा गरेर कति सुख पाउनुभयो, सम्पत्तिबाट कति सुख पाउनुभयो, आफन्तबाट कति सुख पाउनुभयो भने बाहिर मुसुक्क हाँस्नु त भित्र कटकट खाइरहेछ। बागमती न हामफाले मर्नु यसै मरिसक्थ्यो, पानी नभएर मात्रै हो। जब आम बारिसक्थ्यो पुलबाट भित्र उग्र छ, बाहिर मुसु 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 मुसु, भित्र छैन हँसाइ, भित्र त पोलेको छ बट डाँच डाँच। त संसारका मान्छे सुख गर्न कर्म गर्छन्, तर सुख हुँदैन किन? बडो मिठो प्रश्न गर्छ। त्यसका दुईटा कारण बताउनु, जम्मै दुईटा। एउटा सुख र दुःख केवल मनको कल्पना हो, मनको कल्पना। यो वेदान्तको भाषा हो। सुख र दुःख मनको कल्पना हो, न संसारमा सुख छ न दुःख छ। म त अब यस्तै गरम दुःखी छोड्दै केही छैन, बेकारको यी सबै पछि टाँसेका संसार। यसमा मेरो मतलब छैन, म त स्वतन्त्र प्राणी हुँ भन्नु सम्झनुहोस्। फेरि सुख भयो, तपाईँलाई दुःख कहाँबाट पैदा हुन्छ थाहा छ? दुःख कहाँबाट पैदा हुन्छ? उता अमेरिकाबाट दुःख आएको होइन, अस्ट्रेलियाबाट होइन, चाइनाबाट होइन, भारतबाट होइन, दुःख कहाँबाट आयो? तपाईँले भेला गरेका सामग्रीबाट आयो। तपाईँले भेला गरेर बटुलेका सामग्रीबाट आयो। ए हामीले कान्छी दिदी त्यहाँ हुनुहुन्छ, उहाँले बिहा नगरेर ढुक्कै हुन्थ्यो, बिहा गर्नुभयो। ए आफूलाई हेर्दाखेरि बुढाले टाउडीहरू ल्याइसकेको रहेछ, थाहा भयो। अब टाउको दुख्न सुरु भयो, राधे राधे राधे। अब त्यहाँबाट फेरि सौदाले मुद्दा हाल्यो। अब मुद्दामा लड्दा फेरि टाउको दुखायो, फेरि छोरो जन्मियो, अलि छोरो बढो, फेरि छोरो टुङ्गोमा हिँड्न अनि पिँढेको। अब छोरी बिहा गर्नुको, छोरीको त लडी बिरामी गई, अहिले भात बोकेर पुग्नु हुन्छ भयो। यो आफूले जब संसार आफ्नो बनाइयो, यो आफ्नो प्रत्येक संसारका मान्छेले सुख खोजेको हुन्छ, र प्रत्येक पदार्थलाई के प्राप्ति हुन्छ भन त? के दुःख मात्रै आइलाग्छ। त उहाँले त्यही नगरेको बा बुढो हुने थिएन, बुढो नभए सौता हुने थिएन, सौता छोरो नभए श्रीमती, श्रीमान नभए छोरो हुने थिएन, छोरो नभए छोरी हुने थिएन। अनि नभएको कोहीको हात पनि भात दिन्छ, बुढो पनि भात दिन्छ, आमा भात खायो, त्यो चाहिँ पारा विषयमा बसेको थियो। यहाँ यो संसार जब जति भेला गर्नुहुन्छ, उति उति दुःखको कारण बन्दै जान्छ। जति संसार सङ्ग्रह गर्नुहुन्छ, हजुर सङ्ग्रह छोडिदिनु, सुखको सुख।
एउटा त्यहाँ जानु त पशुपति बिरुवा कस्तो मजाले पसेको हुन्छ ल पगला ठस ठस निदाएको हुन्छ अनि त्यहाँ पशुपतिमा भात बाँड्ने आउँछन् आओ आओ भन्छ टप्प पर बोकेर गम गम खान्छ पानी र भात क्या सुन्दर जिन्दगी क्या आनन्द जिन्दगी छ मजाले निद्रा पुर्याएको छ अब एक घरमा बस्ने मान्छेलाई रोग लागेर कसैलाई निद्रा छैन कसैलाई सुगर ज्यादा कसैलाई प्रेसर ज्यादा कसैलाई बाथको रोग कसैलाई केको रोग हुँदा हुँदा कसैलाई रातभरि निद्रा लागेको उसलाई डाक्टर साहब निद्रा लागेन कति हैरान सुत्न पनि पिर्छ निन्द्रा पनि आउँदैन ये सबै केले दुःख उत्पन्न गरेछ सङ्ग्रहले केले सङ्ग्रह नगरेको भए दुःख आइरहेको थिएन तिम्रो मनले यो संसार खडा गर्यो तिम्रो मनले खडा गरेको संसारले तिमीलाई दुःख भएको हो मन एव मनुष्याणां कारणं बन्ध मोक्षः उपनिषद मन नै तिम्रो दुःख र सुखको कारण हो अरू केही पनि होइन राधे राधे सारा संसारको दुःखको मूल बीज भएको मन एउटा सङ्ग्रह हो एउटा मन हो एउटा संसार सङ्ग्रह दुःखको कारण हो एउटा चञ्चल मन दुःखको कारण हो अर्थ के त्यसको छैन चञ्चल मन कृष्ण प्रमाथि बलभद्रम अस्याहं निग्रहं मन्ये वायोरिव दुष्करम् यो मन कस्तो छ अरे चञ्चल चञ्चलम हे मन कृष्ण अर्जुन भन्नुहुन्छ हे कृष्ण यो मन साह्रै चञ्चल छ हैन यो मन थे कता जानु कसो गर्नु छैन यो मान्छे छैन यो मान्छे कता जानु कसो गर्नु छैन यो मान्छे कता जानु के गर्नु छैन यो मान्छे उद्धार गर्नका लागि भगवानको अवतार यति मात्र होइन आमा बुवा भगवानको अवतार किन हुन्छ परस्यानुग्रहे बहि यी सारा प्राणीहरूलाई अनुग्रह गर्नका लागि भगवानको अवतार हुन्छ अरू किन हुन्छ उपासकानां कार्यार्थम केका लागि उपासकानां कार्यार्थम अवतारो भविष्यति उपनिषदमा भगवानको अवतारको रहस्य बताइन्छ किन भगवान आउनुहुन्छ भन्दा उपासकानां कार्यार्थम भक्तको कार्य सिद्ध गर्न भगवान आउनुहुन्छ निजलोकं परित्यज्य भगवान भक्तवत्सलः आफ्नो लोकलाई पनि परित्याग गरेर भगवान भक्तको कृपाको भक्तमाथि दया गर्नका लागि अवतार लिनुहुन्छ यो पनि मैले माने बुझे कुरा बुझे हजुर बुझे गर्नुहुन्छ विदुरजी मैत्रेयजीलाई धेरै प्रश्न गर्नुभयो अनि अवतार त भगवान लिनुहुन्छ राम्रो राम्रो ले हुँदैन थियो एउटा राम्रो वृक्ष परेको सुन्दर आज भगवान राम्रो राम्रो भएर आउनु नि नाच कुर्म बदेल बाघ बनिँदै कहिले मगन्ते हुँदै किन आउनु कहिले कछुवा कहिले बाघ भालुको रूप कहिले माछोको रूप लिएर कहिले परशुरामको रूप लिएर कहिले हयग्रीवको रूप राम राममा घोडाको रूप लिएर आउनु वेदको रक्षा
त्यो भगवानले पनि यस्तो रूप लिनु पर्थ्यो र यसो छ नि त हेर भगवानले एउटा वचन दिनुभएको छ हामीलाई के दिनुभएको छ समूहम सर्वभूतेषु सृष्टि न प्रिय ए भजन्ते तुमां भक्त्या मयि तेषु समूहम सर्वभूतेषु सारा भूतकालमा म बराबर रूपमा बस्छु कसैलाई भेद गर्दिन राम्रो राम्रोमा अवतारले त नराम्रोलाई उपेक्षा भयो भएन खै बोलेको हौ मान्छेमा मात्रै अवतारले त मान्छे चाहिँ प्यारा भयो अरू पशु बाख्रा चाहिँ प्यारा भयो भगवानका त्यस कारण भगवानले भन्नुभयो हे म त बराबर हो बराबर समूहम सर्वभूतेषु समसर्वेषु भूतेषु सारा भूतकालमा बराबर छ मेरो दृष्टि समदर्शी हुनुहुन्छ भगवान यहाँले भगवानले कहिले कक्षाको अवतार लिनुभयो मन्द्राको लाधार गर्नुभयो माछाको अवतार लिनुभयो सारा जडीबुटी औषधि सप्तर्षि र महान मनुलाई परिरक्षा गर्नुभयो फेरि सृष्टि विस्तार गरेर आउनुभयो माछाको रूप लिएर मरु कैटकले बेदलाई तोरा लगे फेरि नाछो भएर भगवान समुद्रमा गएर फेरि मत्स्य अवतार गएर वेदको रक्षा गर्नुभयो बाघ बन्नुभयो बाघ सत्यं विधातुं निजभृत्य भाषितं स्तंभे सभायां न मृगं न मानुषं न मृगं न मानुषं न मान्छे हो न मृग हो आदि यो बाघको छ तर सरी मान्छेको त यस्तो अद्भुत स्वरूप दिनुभयो अर्थात् म बाघमा पनि छु म मान्छेमा पनि छु म कसैलाई भेद गर्दिनँ यो उपदेश दिनका लागि भगवानले विभिन्न अवतार ग्रहण गर्नुभयो हे परीक्षित अगाडि बताउनुभयो अब तपाईलाई कथा थाहा छ यही कथा मेरो कति दोहोऱ्याउँछु नात्मा दुहायामि पुष्यजन्तु तमात्र तुम पश्यत बीतशोको धातु प्रसादान महिमान श्वेतासुत्र उपनिषद पहिला संसारमा केही थिएन कहाँ गयो त्यो संसार प्रजा सिद्ध यथा पूर्वम यस्तमय्य अनुसेरते भगवानका भुँडीमा त्यो पेटमा गणानान्त्वा गणपति गुणहरा महे प्रियाणान्त्वा प्रियपति गुणहरा महे निधीनान्त्वा निधिपति गुणहरा महे बसो मम आह न जानी गर्भधम्मा तुम जाचित गर्भधम्मा भगवानका पेटमा गर्भमय ब्रह्माण्ड थियो कहाँ थियो अरे भगवानका महोदरमा पेटमा गर्भे अंतर जायमानो बहुधा विजायते ओ गर्भमा भएको भगवानले सारा ब्रह्माण्डलाई भगवानले प्रकट गरिदिनु भयो ततो विराट जायत अधिपुरुषः सजातो अतिरिक्त पश्चात भूमि मथो पुरः भूमि पृथ्वी आकाश अंतरिक्ष प्रकट भए भगवानको अंगबाट त्यही क्रममा भगवानले आफ्ना नाइबाट कमल उत्पन्न गर्नुभयो कमलमाथि लोक पितामह ब्रह्माजी प्रकट अब बिस्तारा त्वम्भावयोग परिभावितरित सरोज आस्ते श्रुति क्षितिपदो नन्नादम् यद यद धियात ऊर्जाय विभावयन्ते तत् तत् वपु प्रणय से सदनुग्रहाय सर्व कमल ब्रह्मा जी त्वम्भावयोग परिभावितरित सरोज आस्ते श्रुति क्षितिपथो नन्नादपुंसा र ब्रह्माजी भगवानका नाइबाट कमल उत्पन्न कमलमाथि ब्रह्माजी केही आउँदैन मरिगयो ठिक्कै केही आउँदैन के गर्ने होला टाढा आयो यता हेरौँ नाभित्र पशु हुन्छ जलमग्न समुद्र छ बाहिर निस्क्यो अर्को समुद्र छ भित्र पशु परमात्माका पेटमा हजारौँ हजार वर्ष
वर्ष यो क्रम चलिरह्यो। ब्रह्माजीको बडा दुःखी हुनुभयो, के गर्दा पाइएला प्रभु। भगवानले दर्शन दिनु भएन, किन आत्मा बोध भएकै छैन, दर्शन दिनु भएन। भगवानले एउटा शिक्षा दिनुभयो, समुद्रलाई माध्यम बनाएर, कसलाई अरे समुद्रलाई सागरलाई माध्यम बनाएर भगवानले ब्रह्माजीलाई ज्ञान दिनुभयो। षोडशमेकविंशं या पानीको छाला सोह्रौं अक्षर र 21औं अक्षर। 16औं अक्षर के हो थाहा छ? के हो? क ख ग घ ङ च छ ज झ ङ ट ठ ड ढ ण भन्दै जानु त। 16औं अक्षर के हुन्छ? त। अब 21औं अक्षर के हुन्छ? प। पदेखि जसम्ममा 16औं अक्षर त, 21औं अक्षर प, यो दुईटा मिलाउँदा के बन्यो? के भयो? त प। भगवानले समुद्रले उपदेश गर्नुभयो, तप गर तप तप। भगवानले भन्नुभयो, तपो मे हृदयं साक्षात् आत्महं तपसो नगर। हे निष्पाप ब्रह्म, मलाई प्राप्ति गर्न, हे ब्रह्मा मलाई प्राप्ति गर्न तपस्या गर्नुपर्छ। अब ब्रह्माजीले आँखा चिम्लेर कमल नाममा बसेर कठोर तपस्या गर्नुभयो। तपस्या गरेपछि भगवान प्रकट हुनुभयो। भगवानले 4वटा वेद ब्रह्माजीलाई दिनुभयो, ऋग यजुः साम अथर्ववेद। त्यही वेदको ज्ञान पनि भगवानले दिनुभयो। तेने ब्रह्म हृदय आदि कवये, तेने ब्रह्म हृदय आदि कवये वयन्ति सूर्य। ब्रह्माजी आदि कवि ब्रह्माजीलाई भगवानले हृदयभित्र वेदको ज्ञान गराइदिनु भयो। अनि ब्रह्माजीलाई थाहा भयो, भगवान प्रकट हुनुभयो। भगवानको स्तुति गर्नु ब्रह्माजीले। भगवानले भन्नुभयो, ब्रह्मा अब सृष्टि गर। यो मैले जे बताएँ वेदमा त्यसैको आधारमा सृष्टि गर। तिम्रो मनमोजी होइन नि, वेद मैले अनुशासन बनाएको छ, यो अनुशासनमा रहेर सृष्टि गर। कसरी गर्ने? भेद प्रश्न गर्नु ब्रह्माजीले। भगवान वेद भन्छ, सूर्यश्चन्द्रमसौ धाता यथा पूर्वमकल्पयत। जस्तो पूर्वमा छ त्यस्तै सृष्टि गर। ससर्जेदं सपूर्ववत्। फेरि आयो, पहिला जस्तो त्यस्तै सृष्टि गर, बनाउनु पर्दैन, जो थियो त्यो सृष्टि। भगवानको आज्ञाद्वारा ब्रह्माजीले विशाल थावर जङ्गम सृष्टि गर्नुभयो। अनि त्यहाँ प्राणीहरूलाई पनि सृष्टि गर्न थाल्नुभयो। सृष्टि गर्ने क्रममा ब्रह्माजीले 4 छोरालाई जन्माउनुभयो। त्यसको नाम हो सनकादि। सनक, सनन्दन, सनात अनि सनक कुमार। साह्रै राम्रा 4 छोरा जन्मिए। राम्रा त्यो हाम्रा ब्रह्मचारी पुष्प दृष्टि ब्रह्माजीका आदि सन्तान क्या राम्रा। आमा चाहिएन छोरो जन्माउन, बाले मनबाटै जन्माउनुको 4 छोरा। बिना आमाका छोरा भए। आमा कस्तो हुन्छ थाहै छैन छोरालाई, त खानै परेन आमा। ट्याक्क 5.5 वर्षका छोरा ट्याक्क अगाडिपट्टि उभिए। ब्रह्माजीले भन्नुभयो, हे बाबु हो सृष्टि गर। बालकले भने, पिताजी तैन्नक्षण मोक्ष धर्माणो वासुदेव परायण। पिताजी हामीलाई यो सन्तान पैदा गर्ने कुरा छोडिदिनुहोस्, हामी त भगवानका भक्त वैष्णव बन्छौँ, साधु बन्छौँ। वासुदेव परायण, हामी भगवान श्रीहरिका भक्त बन्छौँ, भजन गर्छौँ। ल सनकादिको कुरा सुनेर जन्मिँदैका 3 पाटे भन्छ नि, बामाले गाली गर्छ, उम्रिँदैका 3 पाटे।
त्यसै जन्मेको भर्खर बालैको उपदेश कथा सुन्न थाले, बाघा वचनको उल्लङ्घन गर्न थाले। कस्ता मूर्ख छोरा जन्माइन्छु भनेर ब्रह्माजीलाई खबर भएको। उहाँले तुरन्त श्राप दिनुभयो, केटा हो मेरो वचनलाई उल्लङ्घन गऱ्यो म श्राप दिन्छु, तिमीहरू 5.5 वर्षभन्दा माथि कहिले हुन पर्यो। भाग्यशाली सोनाकारी 5.5 वर्षभन्दा धेरै उमेरका कहिले हुन पर्यो। सोनाकारीबाट मुस्कुराए, पिताजीहरूको श्राप त हामीलाई वरदान भयो। हामी जस्तो भाग्यमानी अब कोही छैन, किनभने 6 वर्ष माथि 7 वर्ष आउँछ, त्यहाँ माथि 8 वर्ष आउँछ, अनि माथि 9 वर्ष, 10 वर्ष, 11 वर्ष, 15 वर्ष, 20 वर्ष, 25 वर्ष, 35 वर्ष, 50 वर्ष, 80 वर्ष, 100 वर्ष, 100 वर्ष मर्ने दिन आउँछ। अब 5.5 वर्षका मान्छे बुझै हुँदैन, मर्नै पर्नु बा। पिताजीहरूलाई कोटी कोटी दण्डवत छ। यस्तो श्राप बेला बेला गर्नु होला है भनेर रोगिदिएर सरकारले भजन गर्दै पत्रिकाको गए। सनन्दन आदि कुमार सयद सनातन सनत ब्रह्माजीका पहिला छोराको नाम के रहेछ? सनक, सनन्दन, सनातन, सनत कुमार, यी 4 भाइ छ। यिनीहरू भजन गर्न गए, राधेश्याम भन्न गए हिमालय। धेरै बोल्ने मान्छेसँग प्रतिकार नगर्नु, 3 याद गर्नु। धेरै बोल्ने मान्छेसँग प्रतिकार गर्न सम्झाउन थाल्नु, तपाईँलाई ओलिङ बोलिङ पाएर मान्छेका बिचमा बेरोजगार छाडिन्छ। यस्तासँग नबोल्नु।
अर्को दुष्टको सङ्गत नगर्नु। अर्को दुष्ट मान्छेलाई पहिले हात जोडिदिहाल्नु भनिदिया। सबभन्दा ठुलो हुने उपाय त्यति हो। दुष्टलाई देख्दै के गर्ने अरे हजुर नमस्कार, हजुर जस्तो त यहाँ यो बडथलीमा कोही छैन भनिदिया। हजुर जस्तो राम्रो मान्छे त यहाँ अर्को छँदै छैन भनिदिनु। को पुक्क पर्छ, फुल छ, हो भाइ ठिक भनेस्, हो भाइ ठिक भनेस् भन्छ। को बाटो लाग्छ, आफू आफ्नो बाटो लाग्छ। तर तिमी कहाँ ठुला हुन्छ मूर्ख भन्दै पनि अब मार तिमी परियो बेकारमा खेर। जसरी प्रमाण दिनुहुन्छ नीतिमा प्रथमम दुर्जनम वन्दे, यहाँ दुष्टलाई पहिले हात जोडिहाल्नु पर्छ। सज्जनम तदनन्तरम, अनि साधुलाई पछि हात जोडे पनि। किन साधु कुरा बुझ्छ न, तर मूर्खले कुरा बुझ्दैन। यहाँले दुष्टलाई पहिले हात जोडिदिइहाल्नु पर्दछ। अब प्रमाण कस्तो दिनु भन्ने प्रमाण खतरा दिनुको प्रमाण। मान्छेले जुरुक्क उठेर बिहान के धुन्छ? मुख धुन्छ? धुँदैन, यता पछि पुच्छर हुन्छ। ठुलो मान्छे ल त ज्ञानी मान्छे ल भात लाग्छ भला दिन्छ भनेर पुच्छर हुन्छ मजाले। पहिला उसलाई मान गरेको भए, त्यो बदमासलाई मान गरेको भए। गुद प्रक्षालनं पश्चात् मुख प्रक्षालनं यथा। पहिले त्यो फोरी पिठेलाई हात जोडेर ठुलो ठुलो भएर पानी छ्याप्छु पार उसलाई चित्त बुझाएपछि अनि धारामा आएर अनि बल्ल साबुन लगाएर हुँदैन हो नि। हो त्यस्तै पहिला दुष्टलाई हात जोडिहाल्नु, किन दुष्टले भेट्यो भने सिद्ध्याउँछ। सज्जनम तदनन्तरम, अनि मात्रै सज्जनलाई हात जोडे पनि केही फरक पर्दैन। राधे राधे। त्यही भएर भगवानले त्यो हिरण्याक्षलाई हात जोडिदिनु भयो हैराजमाले। यी नहानु भन्नु पर्किन खोजेको के को झन् अगाडि आउँछ, उता छेक्छ नि मात्रै खोज्छ। भगवानलाई पृथ्वीलाई समुद्रमाथि राख्नु पर्यो भनेको पृथ्वी फेरि सनक्क गर्न थाल्यो। पृथ्वी सनक्क गर्न थाल्यो। कहिले बाघसँग आमा सनक्क कुरा गर्नुहुन्छ नि सन्केर भेट्ने हुने नखोज्नु नि। अहिले के भन्नु ल, अहिले के भेट्नु नखोज्नु है अहिले भन्नुहुन्छ। त्यहाँ त भन्नुहुन्न फेरि के भन्नु त्यहाँ के भन्नु? धेरै न्यून खोज्नु अहिले सक्यो कुरा, त्यहाँ उता नभन्नु हो। त्यस्तै अनेक प्रकारले त्यसलाई पन्छाउन थाल्नु पनि लाग्दैन। पृथ्वीमा त राखौँ भनेको पृथ्वी पनि सन्केर भन्न बस्दिनँ भन्नु। अब पृथ्वी मातालाई आत्मा बङ्गारा बोकेर जाँडेको अगाडि राक्षस पिछा गर्दैछ।
सुनमा भैरवी वन्दना गर्छु तिम्रा युगल पाउमा मैले जो बिर्सिएँ गर्न क्षमा दृष्टि होस् मुमा। अनि त्यहीँबाट भैरवी गङ्गा प्रकट भएर पछि त्यो भैरवीलाई त्यहाँका मान्छेले के भने भेरी भने भेरी न तेरी न मेरी भने कोही पनि नहुन्छ को नहुन्छ। भैरवी गङ्गाको भैरव सरोवरको त्यहाँ पनि शिवजीले नुहाउनुभयो बराह भगवानले। त्यहाँबाट दामोदर कुण्डमा आउनुभयो भगवान बराह। दामोदर कुण्डको जलमा नुहाउनु। दामोदर कुण्ड कसरी भयो? जब यो नवलपरासीमा हात्तीलाई गोहीले निल्न आँटेको थियो, हात्तीले एउटा कमलको पुष्प उठाएर नारायण अखिल गुरु भगवान नमस्ते, हे अखिल ब्रह्माण्डका नायक प्रभु श्री हरि भने भगवानको नाम लिएको थियो। भगवान हतार हतार गरुड मात्र र नवलपरासी आउन थाल्नुभयो वैकुण्ठबाट। आउँदा आउँदै ढिलो भयो, भगवान गरुडलाई छोडेर दौडनु भयो। अझै ढिलो भयो, भगवानले आकाशलाई चक्र छोडिदिनु भयो। चक्र वेगले आएर जुन धरतीमा धस्यो त्यसलाई चक्र स्वामी कुण्ड भने। त्यो चक्रले काट्दै 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 आएर नवलपरासीमा आएर गण्डकीका जलमा गोहीले खाँदै गरेको हात्तीलाई रक्षा गर्न गोहीको टाउको काटिदिनु भयो। राधे राधे। गजेन्द्र उद्धारक भगवानको भगवानले गजेन्द्रको उद्धार गरेको गोहीको मुक्ति गरिदिनु भयो ग्राहको। पछि द्वापरको अन्तमा भगवान श्याम सुन्दर ब्रजमा प्रकट हुनुभयो। यशोदा मैयाले श्रीकृष्णलाई ओखलमा बाँध दिनुभयो। त्यो ओखल लिएर जाँदाखेरि दुईटा जमल्यारो झ्याम्मै लडे। त्यहाँ दुईटा कुमार प्रकट भए, नलकुबर र मणिग्रीव नामरेका कुबेरका छोरा। भगवान श्रीकृष्णलाई प्रणाम गरे। यशोदा मैयाले डोरी खोलिदिनु भयो। त्यही डोरी बोकेर हिमालयमा गए। कता गए? जगमतो दिशमुत्तरम भाग, उत्तर दिशातिर गए। उत्तर दिशातिर गए। उत्तर दिशातिर गए। उत्तर दिशातिर गए त कहाँ गए भन्दा जहाँ चक्र स्वामी कुण्ड थियो त्यही कुण्डमा लगेर दाम्लो चढाए। त्यही दिनदेखि दाम उतरे बद्ध यस्य सह दामोदर। राधे राधे। त्यही चक्र स्वामी कुण्डको नाम के रह्यो? दामोदर कुण्ड। दामोदर कुण्ड तीर्थको कृष्णा गण्डकीको शिरमा दामोदर कुण्ड। सालग्राम भगवान लैजाऊ वैकुण्ठ। भगवान
दुईटै डोरीहरू लगेर जुन कुण्डमा राख्नुभयो नलगुरु मणिग्रीवले, त्यही कुण्डको नाम के रह्यो? दामोदर कुण्ड। त्यही कुण्डमा वराह भगवानले नुहाउनुभयो। तर कुरो शान्त भएको छैन नि फेरि। त्यहाँबाट अगाडि बढ्नुभयो, गोस्वामी कुण्ड आउनुभयो। नीलकण्ठ पर्वत रसुवा जिल्लामा पर्छ। त्यहाँ पार्वतीले शिवजीलाई पति पाउँ भएर बनाएको एउटा सरोवर थियो। वरिपरि पञ्चाग्नि तापेर तपस्या गर्नुभएको थियो। पछि भगवान् शिवलाई पति पाएपछि त्यो कुण्ड सरोवरमा परिणत भयो। त्यसलाई भनियो गौरी कुण्ड। के कुण्ड? शिवजीले विष खानुभयो, घाँटी पोलो, अनि त्यही कुण्डमा आएर शयन गर्नुभयो र त्यसलाई भनियो गोस्वामी कुण्ड। के भनियो? गोस्वामी कुण्ड। गो भनेको इन्द्रिय, स्वामी भनेको मालिक, जसले इन्द्रियलाई दबाएर दमन गरेर इन्द्रियको स्वामी भएर